फागुन 21 तपाईँ इलेक्सन गर्न सक्नुहुन्छ। म लेखेर दिन्छु यो रेकर्डमा तपाईँहरू अगाडि राखेर। ल गराएर हेर्नुहोस्, म मेरो जीवनमा पोलिटिक्स छोडिदिन्छु गराइदिनु भएछ ल। सक्नुहुन्न। दिस इज नेक्स्ट टु इम्पोसिबल। गल्ती भएको थियो हाम्रा नेताहरूबाट। एउटा मान्छे 40 वर्षसम्म एउटा पार्टीको अध्यक्ष भएर बस्न सक्छ? एउटा मान्छे 6 पल्ट प्रधानमन्त्री हुने कुरा लोकतन्त्रमा सम्भव छ? यहाँ हिजो को ठिक थियो, केपी ओलीजी ठिक हुनुहुन्थ्यो कि प्रचण्डजी ठिक हुनुहुन्थ्यो कि शेरबहादुर दाइ ठिक हुनुहुन्थ्यो कि बेठिक हुनुहुन्थ्यो कि त्यो टक अब पज गर्नु त्यसको कुनै अर्थ छैन। किनभने बुढाहरूले राम्रो गरिदिएको भए यो स्थिति हुँदैन थियो। गगन पक्षधरले शेखर पक्षधरलाई गाली गरेको छ, शेखर पक्षधरले देउवा पक्षधरलाई गाली गरेको छ, सात भाइको पक्षधरलाई। हामीले पनि बुझेका छौँ कि त्यो सिंहदरबार जलाउने तपाईँको नियत थिएन, पार्लियामेन्ट जलाउने तपाईँको नियत थिएन, सर्वोच्च अदालत जलाउने तपाईँको नियत थिएन। बरु म व्याख्या गरिदिन्छु यसको तपाईँहरूको। त्यो तपाईँको नियत थिएन हामीले बुझ्यौँ है। तर भएको के हो भने नि सर दिवसजी सुन्नुहोस्, भएको के हो भने सर्वोच्च अदालतमा न्यायाधीशहरूको नियुक्ति कसरी गरिन्थ्यो? नेकपा एमालेको एकदम हनुमान, नेपाली काङ्ग्रेसको एकदम हनुमान है, अब तपाईँको माओवादीको एकदम खुङखार वर्षौँदेखि काम गरेको क्याडरलाई अदालतको न्यायाधीश बनाएर लाने प्रचलन सुरु भयो यो पछिल्लो समयमा हो कि। जुन कुरा राजनीतिसँग मैले डिफर गर्थ्यौँ हामी सदनमा, म यो पटक पटक मैले बोलेको थिएँ है। जनता म मान्छु धेरै क्वालिफाइड मान्छेहरू हुनुहुन्छ होला, उहाँहरू पार्टीमा आस्था राखे पनि। न्यायाधीशहरूको व्यक्तिगत कुरामा मेरो क्वेसन होइन, तर सेलेक्सनको प्रक्रिया डेमोक्रेसीको 5 पिलर मध्ये एउटा पिलर के हो? हाम्रो स्वतन्त्र न्यायालय होइन। अनि जुन चिज स्वतन्त्र हुनु पर्थ्यो, जसमाथि जनताको भरोसा हुनु पर्थ्यो, त्यस्तो निकायहरूमा के गरियो त भन्दाखेरि पार्टीका झोले कार्यकर्ताहरू लगेर भर्ती सेन्टरको रूपमा जिल्लादेखि माथि ल्याएर चाहिँ तपाईँको के अरे चाहिँ सर्वोच्चसम्म आफ्नो कार्यकर्ता भर्ना गरियो। अब त्यो पिपुल जो पब्लिक छ, जसले 10औं वर्षसम्म न्याय पाएको छैन, सर्वोच्चमा मुद्दा पेन्डिङ अवस्थामा छ, 10 वर्षमा उसले चाहिँ कुनै माग राखेर गएको थियो भने ऊ मरिसक्दाखेरि उसको फैसला आउने स्थितिका हजारौँ मुद्दाहरू छन्। र एउटै न्यायालय, सुन्नुहोस्, हाम्रै सर्वोच्चभित्र, म न्यायालयलाई सम्मान गर्छु त्यो एउटा कुरा हो, तर हाम्रो सर्वोच्चभित्र भएको विकृति भन्छु म तपाईँलाई। एउटै प्रकृतिको एउटा मुद्दामा एउटा फैसला छ, सर्वोच्चको नजिर त लागु हुनुपर्ने हो नि। अर्को प्रकृति, अर्को चाहिँ सेम मुद्दा चाहिँ अर्को चाहिँ जो फैसला आएको छ। त्यस कारणले जनताको आक्रोश भनेको सर्वोच्च न्यायालयमा होइन, सर्वोच्च न्यायालयमा भएको अथवा न्यायालयले गरेको विकृति विरुद्धमा जनताको आक्रोश पोखिएको हो। यो तपाईँले हामीले जनतालाई भनेनौँ भने यो फेरि एक के जान्छ भने जेएनजीहरूले जलाए के जलाए? भूत जलाए। यसरी बुझ्नु पर्यो। पार्लियामेन्ट सुन्नुहोस्, अब पार्लियामेन्टको कुरा भन्छु म तपाईँलाई। पार्लियामेन्ट सर्वोच्च निकाय हो। अघि हाम्रो गोर्खाको साथीले भन्नु भनेको, अब एमालेको साथीले, म तपाईँका धेरै कुरालाई म सहमति जनाउँदै केही कुरा मैले डिफरेन्स राखेँ अब हो कि। पार्लियामेन्ट जलाउनमा आउँदिनँ भन्नुभयो नि तपाईँले। अनि पार्लियामेन्टभित्र प्रेम प्रसाद पराजुली चलिरहँदा होइन हाम्रा मान्छेहरू कहाँ थिए? प्रेम आचार्य प्रतिनिधिमूलक पात्र हो। प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्थ्यो सायद त्यति बेला। प्रचण्डजी प्रधानमन्त्री भएको बेला पार्लियामेन्टभित्र हामी थियौँ। प्रेम प्रसाद आचार्यले आएर हाम्रो पार्लियामेन्टको कम्पाउन्डभित्र छिरेर आफूलाई आफैले पेट्रोल खनाएर आत्मदाह गरिरहँदाखेरि नेकपा एमालेका अथवा नेकपा काङ्ग्रेसका अथवा माओवादीका हामी जस्ता क्याडरहरू कहाँ थियौँ? तपाईँ आज पार्लियामेन्ट जलाउन आउनु भएन मैले माने। प्रेम प्रसाद पराजुली जलिरहँदाखेरि हामी कहाँ थियौँ? आचार्य भनेदेखि गल्ती हामीबाट भएको छ। तर ठिक हो, उहाँको लेभलको मेरो लेभलको इमान्दारितापूर्वक म भन्छु, हाम्रो हैसियत शून्य हो। पत्याउनुहोस् नपत्याउनुहोस्, हामीले बोल्ने बाहेक कुनै विकल्प छैन। बोल्यौँ, बोल्दाखेरि थुनिदिन्छन्। उनीहरूसँग बुलेट थियो, उनीहरूसँग ब्यालेट पनि थियो। नक्कली ब्यालेट भए पनि ल्याएर उनीहरूले सदनदेखि संसदसम्म, पार्टीदेखि होइन वडासम्म उनीहरूले क्याप्चर गरेका थिए। नक्कली चाहिँ तपाईँको चाहिँ प्रतिनिधि ल्याएर पनि होइन तपाईँको चाहिँ अधिवेशनहरू क्याप्चर गरिए है। त्यस कारणले गर्दाखेरि गल्ती भएको थियो हाम्रा नेताहरूबाट। हाम्रो पोलिटिकल सिस्टम, एउटा मान्छे तपाईँ भन्नुहोस् न, एउटा मान्छे 40 वर्षसम्म एउटा पार्टीको अध्यक्ष भएर बस्न सक्छ? एउटा मान्छे 6 पल्ट प्रधानमन्त्री हुने कुरा लोकतन्त्रमा सम्भव छ? हाम्रो संविधानमा प्रब्लम थियो। त्यस कारण हामीले संविधानमा परिवर्तन कमसेकम यी मेजर विषयहरू, प्रत्यक्ष प्रधानमन्त्रीको सवालमा, त्यहाँबाट मान्छे कतिपल्टसम्म एउटा पार्टीको अध्यक्ष बन्ने अथवा सभापति बन्ने, चिफ भनौँ न, कतिपल्टसम्म पदाधिकारी कतिपल्टसम्म बन्ने, एउटा सांसद एउटा क्षेत्रबाट कतिपल्ट बन्ने भन्ने यी तमाम विषयहरू यो विकृतिको मूल कारणहरू हुन्। ती कारणहरू खोजेर हामीले अहिले पनि तपाईँलाई म भन्छु, हामीले इमिडिएट संविधानमा पार्लियामेन्टलाई रिस्टोर गरेर इमिडिएट संविधानभित्र यी मुख्य मागहरूलाई चाहिँ जेएनजी सहितका मागहरूलाई त्यहाँभित्र इन्क्लुड गरेर चाँडोभन्दा चाँडो इलेक्सनमा जाने भएको विकल्प छैन। अहिले पनि हामी के गर्दैछौँ भने जेएनजीले यसो गरेका थिए,
पार्टीले यसो गरेको थियो होइन। सिम्पल छ, फेरि भन्दैछु म तपाईँलाई, देश लुटेकै हो, त्यो लुट्नेहरूले जिम्मा लिनुपर्छ। आज त सरकार कसको छ? तपाईँहरूको छ। अब त हामी तपाईँलाई प्रश्न गर्छौँ, तपाईँ कसरी लानुहुन्छ देशलाई? अब यो देशको फागुन 21 को चुनाव कसरी गराउनुहुन्छ? गराउन सक्नु भएन भने तपाईँलाई फेरि अब जनताले क्वेसन गर्छ गर्दैन? हिजो चाहिँ 2/3 ल्याउने 74% ल्याउने काङ्ग्रेस यहाँ सडकमा पुग्ने स्थिति भयो। तपाईँको 2 दिनको मुभमेन्टले बनाएको सरकार 6 महिना नटिक्न सक्छ नि। फेरि ध्यान दिनु होला, अहिले सत्ता तपाईँहरूको हातमा छ। अब हामी तपाईँलाई प्रश्न सोध्छौँ, यो मुलुकमा भएका व्यथितिहरूलाई तपाईँहरू कसरी करेक्सन गर्नुहुन्छ? हामीले तपाईँहरूलाई सहयोग गरिदिनु पर्ने विषय के हो? हामी सहयोग गरिदिन्छौँ, आउनुहोस्। होइन भने कि हामीले भनेको मान्नुहोस्, आउनुहोस्, गोलमेज गरौँ तुरुन्त, फटाफट 2 दिन 3 दिन लाएर गरौँ। के व्यवस्था चेन्ज गर्ने, कहाँ कहाँ कमजोरी थिए, हामी सर्वसम्मत एउटा चाहिँ होइन सोल्युसनको एउटा बाटो अपनाऊ। पार्लियामेन्टलाई सबै हामीले मिलेर साइन गरे पार्लियामेन्ट रिजिस्टर हुन्छ, त्यसको पनि सहमति बनाऊ। पार्लियामेन्ट आएर फेरि प्रधानमन्त्री चेन्ज गर्ने, यो गर्ने, भोटिङ गर्ने नपाइने भनेर बनाऊँ न, त्यसलाई इन्डोर्स गरौँ न। हामी संविधानबाटै हलबाटै इन्डोर्स गरौँ। तपाईँहरू पनि भन्नुहोस्। हिजो म रिमाइन्ड गराउन चाहन्छु तपाईँलाई, प्रचण्डजी र चाहिँ के अरे गिरिजाको फर्स्ट डायलग र फर्स्ट मिटिङ गराएको मैले हो। म यो गर्वका साथ भन्छु, कृष्ण सेनजी मारिएर जानुभयो बिचरा है। सेनजी 6.5 महिनासम्म सेनजीलाई त मैले नै काठमाडौँ भूमिगत राखेँ है। त्यति बेला गिरिजालाई यहाँबाट चाइना, चाइनाबाट बेजिङबाट जो हङकङ, हङकङबाट दिल्ली लगेको एउटा यस्तो स्थिति आएको थियो। जति बेला चाहिँ गिरिजाको बिचरा चाहिँ त्यो उहाँहरूलाई हामीले कतिजनालाई पार्लियामेन्टमा ल्यायौँ नि, 83 जना। अब त्यो घमासान भयो, 4-4.5 महिना बितिसक्यो। अब उहाँहरूलाई ल्याउनु न, प्रचण्डजी बिचरा पानी भइसक्नु भएको थियो है, साँचो कुरा चाहिँ। अनि बल्ल 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 ल्याएर चाहिँ अब भन्नुहोस् न, भनाइको आधारमा जङ्गलमा लडिरहेको भन्थे त्यति बेला, हतियार बोकेर लडिरहेको एउटा फोर्स, एउटा पोलिटिकल पार्टीलाई काङ्ग्रेसको नेतृत्वमा हामीले चाहिँ सिधा उहाँले दिएको लिस्टलाई इन्डोर्स गरेर हामीले चाहिँ पार्लियामेन्टमा ल्यायौँ। अहिलेकै पार्लियामेन्टमा पनि टेम्पोररी चेन्जीहरूबाट चाहिँ केही साथीहरू राखौँ होइन, ल्याउँ, आउनुहोस्, लिस्ट ल्याउनुहोस्। र चाहिँ तपाईँको चाहिँ इलेक्सनलाई फ्री एन्ड फेयर कसरी गराउने, भयरहित इलेक्सन कसरी गराउने। तपाईँ आज इलेक्सन गर्ने स्थिति छ, फागुन 21 तपाईँ इलेक्सन गर्न सक्नुहुन्छ। म लेखेर दिन्छु यो रेकर्डमा तपाईँहरू अगाडि राखेर, ल गराएर हेर्नुहोस्। म मेरो जीवनमा पोलिटिक्स छोडिदिन्छु गराइदिनु भएछ नि, ल सक्नुहुन्न। दिस इज नेक्स्ट टु इम्पोसिबल। त्यस कारण षड्यन्त्रको चक्रव्यूहमा फस्नुको सट्टा अब हामी फ्री एन्ड फेयर इलेक्सन गराउने, त्यो नहुन्जेलसम्म टेम्पोररीली ठिक छ वैशाखमा गरौँला, जेठमा गरौँला, तर त्यहाँसम्म जाउन्जेलसम्म पनि अब आउने इलेक्सनमा पुग्नु अगाडि नै यो जेनजी मुभमेन्टले जे चाहेको थियो नि, कमसेकम त्यसमा भएका मेजर विषयहरू, तपाईँहरूका मेजर विषयहरू थिए नि, ती हाम्रा पनि विषय हुन्, ती नेपाली नागरिकका विषय हुन्। त्यो कुनै एउटा व्यक्ति, एउटा भाइ, एउटा बहिनीको विषय होइन। त्यसरी बुझिदिनुभयो भने गल्ती हुन्छ। फेरि तपाईँहरूमा पनि दम्ब हुन्छ नि, फेरि त्यो अहमता हुन्छ। यो आम नागरिकको यो चाहना र उनीहरूको विषय हो। यो त्यहाँ उठान भएका विषयहरूलाई, जुन जायज विषयहरू हामीलाई सबैलाई लाग्छ, 5वटा विषय मात्रै चेन्ज गरियो भने, अघि राजनजीले भन्नुभयो, म त्यसमा डिफर गर्छु। लोकतन्त्रमा एउटा मान्छे 40 वर्षसम्म पार्टीको अध्यक्ष हुने कुरा, त्यो पार्टी लोकतन्त्रवादी हुँदैन। त्यस्तो पार्टीहरू चाहे उहाँहरूको होस्, चाहे मेरो होस्, चाहे अर्काको होस्, संविधानले व्यवस्था गर्नुपर्छ। त्यस्ता पार्टीहरूलाई हामी इलेक्सनै रोक्नुपर्छ। मेरो पार्टीले पनि यो कुरा नमान्न सक्छ, किनभने अब मान्छे चाहिँ काङ्ग्रेस पार्टीका नेताहरू, तर अब अलिक बुद्धि चाहिँ भ्रष्ट भइसकेका नेताहरू धेरै छन् नि, सबैलाई भन्दिनँ म त्यो। फेरि अब मण्डेला निस्किसके पछाडि र मण्डेला एक्जिट हुँदाको 2टा घटनाहरू तपाईँलाई म सम्झाउन चाहन्छु। एउटा त नेल्सन मण्डेलाले आएर रिभेन्ज दिनु भएन, आफूलाई 28 वर्षसम्म जेलमा राख्ने गोराहरू मध्येबाट आफ्नो सेकेन्ड म्यान बनाएर उहाँ जानुभयो। नम्बर 1, यसबाट संसारले सिक्नुपर्छ र हामी पनि त्योबाट अछुतो रहन सक्दैनौँ। नम्बर 2 चाहिँ मण्डेलाको एक्जिट, उहाँले एउटा टर्म आफू चाहिँ बनिसके पछाडि उहाँलाई त्यहाँ नबन भनेको थिएन। म 2 पल्ट साउथ अफ्रिका गएको छु है, त्यहाँ मण्डेलालाई आज पनि भगवान् जस्तै मान्छन्। र नेल्सन मण्डेलाले के गर्नुभयो भने सत्ताको लोभ गर्नु भएन, र म रान्तिकर्मी साथीहरूलाई पनि के भन्छु भने, हाम्रो नेताहरू त सुध्रिनु भएन, हामीले पनि हाम्रो सोच बदलेनौँ भने यो अर्को पुस्ताले पनि दुःख पाउँछ। त्यस कारण पहिला हामीले के चाहिँ गर्नुपर्छ भने हामीले प्रयाससित गर्नुपर्छ। प्रयाससित कहाँनिर गर्नुपर्छ भन्दाखेरि यहाँ पार्टीको कुरै छैन। यहाँ काङ्ग्रेस ठिक, एमाले ठिक, के अरे नेकपा माओवादी ठिक या बेठिकको कुरै होइन। गत 10, 15, 20 वर्षदेखि राज्य सत्तामा बसेका, राज्य सत्ता दोहन गरेर बसेका राजनीतिक दलका मुठीभर मान्छेहरूले देश लुटेकै हो, त्यो कुरा हामीले स्वीकार्नुपर्छ। म नामै लिएर भन्छु, हिजो अस्ति नारायण काजीजीदेखि लिएर प्रकाश शरणजी र हाम्रो रमेश काजीकोसम्म आइपुग्दा नेकपा एमालेका साथीहरूको समेत अर्थमन्त्रीहरू भइराख्दाखेरि तपाईँ भन्न सक्नुहुन्छ एयरपोर्टमा हाम्रो एउटा
छोरी एउटा हाम्रो भाइ एउटा हाम्रो भतिजो विदेश अरब जानको निम्ति चाहिँ जो उड्न खोज्दाखेरि उसँग भिसा छ, उसँग पासपोर्ट छ, उसँग टिकट छ, तर उसँग न्यूनतम 50,000 देखि 3.5 लाख रुपियाँ नतिरिकन नेपाली नागरिक भए बापत उसले त्यो पनिसमेन्ट नखेपिकन काठमाडौँको त्रिभुवन विश्वको एयरपोर्टबाट चाहिँ बच्चाहरू उड्न पाएन, हाम्रो बच्चाहरू उड्न पाएन। अनि हामीले त्यो गलत कुरालाई समर्थन गर्ने, आज पनि समर्थन गर्ने नगर्ने र साथीहरूलाई म आग्रह गर्न चाहन्छु, तपाईँहरूले गरेका केही कुराहरूसँग मेरो विमति भयो। हाम्रो पार्टी ठिक थियो, हामीले यसो गरेका थियौँ उसो गरेका थियौँ भन्ने कुरा छोड्नुहोस् है। कमसेकम जेएनजी मुभमेन्ट भयो, अब हामीले निकास कसरी खोज्ने भन्दाखेरि साँच्चै निकास खोज्ने भने यो 72 घन्टा पनि लाग्दैन। जेएनजी मुभमेन्टले कहाँनेरि रोडम्याप कहाँ मिस गर्यो भन्ने पनि म भनिदिन्छु। मैले त फेसबुकमा लेखेर पनि हालिदिएको थिएँ 24 गतेको मुभमेन्ट पछाडि। मेरो फेसबुक अहिले पनि खोलेर हेर्न सक्नुहुन्छ। तपाईँहरूले हेरिरहेको पार्लियामेन्टमा सबै मान्छे करप्ट, सबै मान्छे फटा, सबै अपराधी थिएनन्, यो पनि बुझ्न जरुरी छ है। र त्यो पार्लियामेन्ट जसरी भङ्ग गरियो नि, जुन डिजाइन अन्तर्गत भङ्ग गरियो, तपाईँहरूले आजको 15-20 वर्ष पछाडि रियलाइज गर्नु होला यो हामीलाई हेर्न बाँकी नै छ। त्यो वास्तवमा एउटा सिरियस इन्टरनेसनल डिजाइन थियो भन्छु म। गगन पक्षधरले शेखर पक्षधरलाई गाली गरेको छ, शेखर पक्षधरले देउवा पक्षधरलाई गाली गरेको छ, सात भाइको पक्षधरलाई तपाईँहरू आफै जुट्न सकिरहनु भएको छैन। अब राष्ट्रिय सहमति निर्माण गरेर संसद पुनर्स्थापना गरौँ भन्ने एकादेशको कथा सुनाइरहनु भएको छ तपाईँ यहाँ बसेर। प्रश्नकर्ता जेएनजी साथीलाई धन्यवाद। एउटा कुरो चाहिँ मैले रिमाइन्ड गराउनै पर्ने भयो। अब आज हामी जसरी यहाँ बसेका छौँ नि, यो उपलब्धि बिपी कोइरालाले, कृष्णप्रसाद भट्टराईले, मनमोहनजीले अथवा तमाम भनौँ न, हाम्रो शेरबहादुर देउवा दाई पनि कयौँपल्ट जेल बस्नुभयो होइन, सुवर्ण शमशेरजीहरूले नलडिदिएको भए, साथसाथै तपाईँ हामी पनि नलडेको भए आज यहाँ माइकमा मजासँगले यो सरकारलाई अरूलाई गाली गर्ने अनि तपाईँले हिजो अस्ति जेएनजी मुभमेन्ट गर्ने अवसरै पाउनुहुन्न थियो। त्यस कारणले यसको लिडरसिप चाहिँ अथवा यसको सुरुवातीदेखि यस्तो इन्भाइरोमेन्ट क्रिएट गरिदिनको निम्ति 7 साल हेर्नुहोस्, 17 साल हेर्नुहोस्, 36 हेर्नुहोस्, 46 हेर्नुहोस्, 62-63 हेर्नुहोस्, त्यहाँसम्म आइपुग्दाखेरि नेपालका राजनीतिक दलहरू इन्क्लुडिङ माओवादी होइन, सबै राजनीतिक दलहरूको काहीँ न काहीँ योगदान छ। त्यसमध्ये नेपाली काङ्ग्रेसले सबभन्दा बढी क्रेडिट यसमा पाउँछ। ग्लोबल आइएमए बैंक सबैका लागि बैंक।